के तपाईँलाई थाहा छ नेपालमा एउटा यस्तो कोठा छ जहाँ घाम डुबेपछि कोही पनि प्रवेश गर्दैन। तिनीहरू यसलाई क्लास नम्बर 6 भन्छन्। त्यो कोठा जहाँ एउटा शिक्षकको हातमा बस्ने गर्छ। विद्यार्थीहरू भन्छन् यदि तपाईँ भित्र एक्लै बस्नुभयो भने तपाईँले एउटा आवाज सुन्नुहुनेछ, होमवर्क गरिस्? यदि तपाईँले गरेको छु भन्नुभयो भने हाँसेको आवाज आउँछ, किनभने तपाईँले लेखेको अक्षर रगतले लेखिएको देखिनेछ। यदि तपाईँले गरेको छैन भन्नुभयो भने रिसाएको आवाज आउँछ र तपाईँको नाम ब्ल्याकबोर्डमा लेखिएको देखिन्छ, अक्षर अक्षर। एक दिन एकजना विद्यार्थीले यो कुरालाई पत्याउँदैन र कसैलाई थाहा नदिई नम्बर कोठाभित्र पस्छ। अचानक होमवर्क गरिस् नै भन्ने आवाज जुन्जिन्छ। उसले भन्यो होमवर्क नै दिनुभएको थिएन। कोठा शान्त भयो। अचानक दाँत किटेको आवाज आउँछ र ऊ डराएर त्यहाँबाट भाग्न खोज्छ, तर कोठाको ढोका खोल्न सक्दैन। झ्यालहरू आफै बन्द भए। ढोका छेउको ऐनामा उसले आफ्नो पछाडि आँखा नभएको च्यातिएको रजिस्टर समातेर उभिरहेको शिक्षकलाई देख्यो। भोलिपल्ट बिहान स्कुलमा एकजना विद्यार्थी हराएको खबर फलिन्छ र त्यस दिनपछि त्यो कोठाबाट शिक्षक र विद्यार्थीका आवाज साँझ परेपछि आजसम्म सुन्निन्छ।